हाम्रो शरीर हामीले खाएको खानेकुराबाट बन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। त्यसैगरी हाम्रो मन हाम्रो खानेकुराको गुणबाट प्रभावित हुन्छ भन्ने कुरा चाहिँ हामी कतिलाई थाहा छ। आहार केवल पेट भर्ने कुरा होइन, हाम्रो मन र चेतनामा पनि प्रभाव पार्ने कुरा हो। जसले योग, ध्यान वा प्राणायाम गर्छ, यदि उसले खानेकुरामा संयम राख्दैन भने मन स्थिर हुँदैन। पेट बढी भरियो भने निद्रा लाग्छ, कम भयो भने शरीर कमजोर भएर ध्यान टिक्दैन। त्यसैले नियत आहारलाई पनि भगवद् गीताले एक प्रकारको यज्ञ नै हो भनेर व्याख्या गरेको छ। नियत आहार अर्थात् नियमित, सन्तुलित र संयमित खानपान। र अर्को कुरा, हाम्रो 5 इन्द्रियहरूमध्ये जिब्रो अर्थात् स्वाद सबैभन्दा सक्रिय र लोभी इन्द्रिय हो। त्यसैले जब कोही स्वादमा संयम राख्दछ अर्थात् खानपानमा विवेक र नियन्त्रण ल्याउँछ, उसले आफ्नो इच्छा र मन पनि नियन्त्रण गर्न सक्छ। भनेपछि त आफ्नो जीवनमा मानसिक स्थिरता र स्पष्टता पाउन योग, ध्यान र ज्ञान मात्र पर्याप्त रहेनछ, खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने रहेछ। मैले त आजैबाट जङ्क फुड खाने बानीलाई नियन्त्रण गर्ने निर्णय गरेँ। तपाईँले कहिलेबाट सुरु गर्नुहुन्छ? अन्तमा आजको श्लोक पढौँ। अपरे नियताहारा प्राणान् प्राणेषु जुह्वति सर्वेप्येते यज्ञविदो यज्ञक्षपितकल्मषः। अर्थात् केही साधकहरू नियत आहार ग्रहण गर्ने हुन्छन् र प्राणलाई प्राणमै हवन गर्दछन्। यी सबै साधकहरू यज्ञको साँचो अर्थ बुझ्ने ज्ञानी हुन्। मेरो गीता यात्रामा जोडिनु भएकोमा धन्यवाद। अर्को श्लोक अर्को भिडियोमा।